हामी पोर्ट्रे गर्न जानु लागेको सो अब चाहिँ अहिले हामी सिटी ल्यान्डमार्कमा छौँ अब जान्छौँ पुगेँ गाइस कोही पनि छैन यहाँ त कस्तो हामीले चाहिँ बनायौँ अनि फोटो खिच्यौँ टिकटक बनायौँ त्यसैमा टाइम गयो अब चाहिँ हामी कहाँ जाने अब हामी खाना जाने अनि त्यसपछि त्यही हो के सानो क्लिप राखिदिन्छु म हामी के गऱ्यौँ भनेर अनि त्यसपछि अब चाहिँ हामी जाने हिँड्दै जाने अघि चाहिँ अटोमा थियौँ अनि हामीलाई नजिक लाग्यो अब हिँड्दै जाने कहाँ जाने थाहा छैन तर जानु चाहिँ जाने इन्स्टामा गएर हेर्नुहोस् त राम्रो राम्रो फोटो हुन्छ बाइक हेलो प्लिज मैले भर्खर म टाढाबाट हाई गरेर मैले भ्लग बनाउन स्टार्ट गरेको गाइज इट्स होइन मैले स्टार्ट गर्छु भन्ने सोचेको थिएन अहिले भर्खर के हुँदैन भाइ यस्तै हाल्ने हो जस्तो त्यस्तै हाल्ने सो इट्स सेकेन्ड डे है मैले अगाडि स्टार्ट गरेको थिएँ भ्लग धेरै लङ अनि फेरि धेरै भाउ खोजेर बल्ल भेट्यो दिस इज रियालिटी गाइज check it त त्यही हो अब त मै नराम्रो देखिन्छ यार गाइस दिस इज द पर्सन सबैलाई चिन्छ म हेरेको हेरे हुन्छु मैले है 5 मिनट 2 मिनट भएर सबैलाई चिनेर आइहाल्नु गर्छ कि म यहाँ कतिचोटि भेटेको मलाई चाहिँ के मतलब छैन कि यहाँ कता कहाँ गयो के साथीले केही थाहा छैन यस्तोमा मान्छेको छ मान्छेको भाउ गर्दो रहेछ है त्यही भएर यही बस्ने हो अब फोटो खिच्न मन लाग्यो पक्कर लाग्यो कि छ म मनकामना छु and I will show you the view.
अब चाहिँ हामीले पूजा गऱ्यौँ अब चाहिँ जान्छौँ त्यही हो मम्मी उता हुन्छ कता हुन्छ खै अब हामी जान्छौँ बर्थडे है गाइस हामी चाहिँ ठ्याक्कै यो साथीको बर्थडेमा भेट्न लेखेको रहेछ अनि त्यही भएर भेट्यौँ है अन्त चाहिँ अब चाहिँ हामी केक लिन जानु लागेको अर्डर गर्नु अर्डर त पर्दैन पर्दैन डाइरेक्ट मैले लिएर जानलाई त अनि पग्लिहाल्छ नि हो त्यसो भए त किन जानु त नि अहिले अनि बेकरी देखाउनु होइन हेर्न त हेर्नु त्यही हो क्यान्डल स्यान्डल पनि सरी थाहा छैन ए हो युट्युब छ युट्युब त होइन स्न्याप च्यानल बर्थडे गिफ्ट हुन्छ बलि एकजना सब हामी केक लिन जाँदैछौँ त्यही हो यता हो हामी चाहिँ खायौँ अनि त्यसपछि खाएर भएपछि बल्ल घरको याद आयो फाल्तु केही काम गरेको थिएन यो त कसरी खानु नसक्यो छोडेको अझै आउँदै है अब त्यही थाहा भइसक्यो यहीँकोले त थाहा पाउँछ कहिले कहिले हाल्ने मैले लिएर आएको तिनी कसरी आएको होइन मैले नाम याद थिएन नि त मैले पहिला फोटो खिचेको थिएँ नि त अनि त्यो फोटो देखाएर अनि सर्च गरेर बाटो खोज्दै आएको त्यही हो गाइस अब के गर्ने है ए मलाई क्लास जान ढिलो छ म यहाँ भुलेर बस्छु अब खानेकुरा आएको छैन त के गर्छौ त हाई गाइस मैले फेरि लिएँ होइन जास्मिनको हातबाट मोबाइल अनि मलाई टुरदेखि होइन लाइक पोखरा गएबाट च्यानल मेरो नाममा गरिदिन्छ भने बल्सम्म भने होइन त्यसपछि म भिडियोमा आएको अहिले हो यी लायर प्यान्स अन फायर होइन मैले युट्युब च्यानल छोड्न लाग्दा म सन्यास अनि उसको च्यानल चाहिँ मैले टेक ओभर गर्छु सबै आइडी पासवर्ड दियो है आज ल आजबाट दिएँ मैले यो भिडियो एडिट पनि तपाईँ गर्नु सबै भिडियो पठाउनु त है च्यानलको उस पनि आइडी र पासवर्ड पनि सबै पठाउनु ल म यही भन्छु भन नि त भाइ झुटो आओ एक नम्बरको झुटो आओ होइन यस्तो फाल्तु आइडी लिएर के गर्नु हामी चाहिँ कहाँ थियौँ है के हामी जहाँ भयो नि आएको थियो है अनि त्यसपछि यहाँ यस्तो खेलाउनु कुरा रहेछ कि अनि यहाँ खेलाउँ भनेको अब हामी त छिटै मिलेन अब चाहिँ हामी खायौँ अब चाहिँ हामी जान्छौँ हामी चाहिँ यहाँ कहाँ हामी कति बजी फेरि भेट भयौँ कति बजी त भन्ने मात्रै एकदम हरियाली छ यहाँ है अनि हामी यत्तिकै घुस्थ्यौँ कि अब यहाँ कसैले टिपेर हामीलाई किन आएको भन्दाखेरि थाहा छैन हामी यस्तै घुम्न आएको त्यही हरियाली त के थियो हामी हेर्छौँ एकदम हरियाली कस्तो राम्रो देखेँ हन्ड्रेड टाइपको होइन कहाँ हो के हो केही नि भने छैन नि त नाम भने छैन सब बन्द त्यता कोही नि छैन कि फेरि यहाँ कस्तो हन्टे त्यहाँ गएर अब हामी देखाउँछ है तपाईँलाई खेलेर त्यो त्यहाँ बस्यो भने त हामी बस्यो भने त भाँचिन है मन मोटा पुगे होइन बस्न त के हुन्छ होला त नि गाई चाहिँ पिन्छ हेर्नुहोस् साँच्ची भाँचिन्छ कि एकदम कस्तो शीतलो टाइपको कि यहाँ कस्तो वाला बसेर फोटो मात्रै खिच्ने टाइपको हो कि मन्दिर पनि कस्तो कस्तो यहाँनिर बस्ने टाइपको हो कि यहाँ बस्दैन एकदम भुइँमै सुत्दिन जस्तो सुधार हामी ऱ्यान्डमली आयौँ होइन हरियाली भित्र छिर्दियौँ क्या हामी राम्रो लाग्यो हामीलाई के चाहिन्छ चाहिँ है यस्तो राम्रो देख्यो कि फेरि हेर्न गाइस अहिले चाहिँ हामी कहाँ भन्दाखेरि चाहिँ प्यारिसमा बाइ द वे लुका अनि के अरे प्यारिस चाहिँ है उसले बनाएको हो अनि ऊ त्यहाँको लन्डन चाहिँ उसले बनाएको हो लन्डन पछाडि गइसक्यो त्यो बुर्ज खलिफा यो प्यारिस अगाडि रे ल त्यही हो आज चाहिँ हामी किन आएको भन्दाखेरि चाहिँ कन्सर्ट हेर्न आएको यस्तो हालतमा आयो म हेर्न म मात्र यस्तो कलरफुल छु है साथीहरू हिमाल देखिरहेको रहेछ ओइ ओइ लौ यहाँ न यहाँ लाइट राम्रो आहा ओइ पछाडि कस्तो राम्रो आहा ओइ सर ओइ यहाँ हेर्न
गाइस है हामी चाहिँ यहाँ पोट्रीमा आएको थियौँ नि कलर गर्नलाई कस्तो राम्रोसँग देखियो होइन कि दिस इज माई अनि त्यसपछि उहाँको चाहिँ यस्तो ठाउँमै देखाउँ त मेरो त देखिँदै थिएन है त्यही हो अब चाहिँ हामी जान्छौँ ढले म आज ढलै हो गाइस कुर्सीबाट लडेको थिएँ कि म ब्यागमा चाहिँ त्यही हो गाइस दिस इज चक्लेटको धेरै भोज सवार छ नि त ममा अनि त्यही भएर मैले चक्लेट बनाएको